मलाई फेरि मेरो आमाले नेपालबाट अब छोरो अस्ति भर्खर आएको 10 दिन अगाडि आएको, त्यही पनि छोरालाई के पुगेन के पुग्दैन भन्ने आमाको पिर चिन्ता हुने छ क्या। हेर्नु 5 किलो सामान हालेर पठाइदिएको छु जापान टोकियोमै, झर्छ लिन गयो हाल भन्नु आउँथ्यो होइन। अब मैले यसो गरेँ, हाम्रै आफ्नै दाइकोमा ल्याइदिनु भयो रहेछ सापकोटा दाइकोमा। अब त्यहाँ गएर चप्प 5 किलो सामान के आइरहेको रहेछ त भनेर खाता चुकै गर्नु पऱ्यो, हेर्नु पऱ्यो, खोतालपुतल गर्नु पऱ्यो। 5 किलो जति सामान नेपालबाट हालिदिनु भएको छ अरे। फेरि नेपालबाट आयो भन्दाखेरि के आयो मलाई पनि थाहा छैन नि त। अरू त के हाल्थिन आमाले, त्यही दालमुट भुजा चिउरा होला, भयो एउटा थाङ्नु साङ्नु होला, प्यान्ट साइड केही होला। हाम्रो आमाले फेरि बिहार गाउँबाटै ल्याए जस्तो यो भित्र पनि निलो झोला 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 त्यसले राम्रो प्लास्टिक हालेर त पठाइदिन सक्थ्यो नि आमा। के गरेको छौ हेर, त्यहाँ ठोकिए बल पनि प्लास्टिक दिएर यत्रो लामो यात्रामा पठाउनु पर्छ, त्यही अर्काको ब्यागमा आफ्नै ब्यागमा हाल्यो नि त। ल ठोकिए नि आफ्नै ब्यागमा हुन्छ नि, अर्कालाई पनि के ल्याखास् बाबु यस्तो भन्दाखेरि। तर हुन त हो, अब हामीसँग राम्रो ब्याग गरेको थिएन होला। जीवन कस्तो रहेछ भने बल्ल बुझ्दैछु मैले, ठक्कर खाइ दुनियाँको होइन, लात्ती खाइ जिन्दगी सिक्दैछु। जिन्दगी के रहेछ भने एक दिन घर हुन्छ होइन, तर परिवार हुँदैन रहेछ क्या। एक दिन घडी हुन्छ हातमा तर समय हुँदैन। एक दिन अगाडि दामी डाउटर हुन्छ।